भगवानको नामबाट सुरु भएको दिन अस्पतालसम्म पुग्यो, आउनुहोस् है त सँगै हेरौँ। नमस्ते सबैजनालाई। आज चाहिँ निर्जला एकादशी भएकाले बिहानै उठेर नुहाइधुवाइ सकेर पूजा भाँडासाँडा माझी भ्याएर अनि पूजा पाठबाट दिनको सुरुवात गरेँ। यस्तो दिनमा चाहिँ छुट्टै शान्त महसुस हुन्छ कि मलाई। अनि त्यसपछि तुलसीको बिउ पनि छरेँ। यो चाहिँ मैले पहिलोपटक राखेको बिउ हो, कस्तो हुन्छ है। अनि आजको मुख्य काम भनेको चाहिँ मेरो छोरीलाई डाक्टर कहाँ लैजानु थियो। उसलाई हल्का सन्चो पनि थिएन। अनि यस्तो गर्मी थियो। आज हामी चाहिँ हस्पिटल पुग्यौँ टिकट लिएर, डाक्टरलाई देखाइवरी हामी बाहिर निस्क्यौँ। त्यति खासै उ थिएन भनेपछि मलाई कस्तो आनन्द भयो। मेरो छोरी चाहिँ एकछिन सुतिन् पनि। अनि त्यसपछि हामी घरतिर फर्क्यौँ है। मेरो चाहिँ व्रत भएकाले अनुहार पनि कस्तो भएको थियो, मैले पानी नि खाथिनँ नि त। अनि हामी आउँदा आउँदै म्याजिक बिग्रियो, फेरि अर्को म्याजिक कुरेर बस्यौँ। अर्को म्याजिक आएपछि हामी घर फर्क्यौँ। हेर्नु कति धेरै गर्मी थियो आज। अनि घर आएपछि मैले मुखसुख धोएँ। अनि पानी नखाइ बस्न सक्दिनँ भनेर मैले पानी सानी पनि खाइदिएँ, अलिअलि फलफुल पनि खाएँ। आजलाई यति नै।